अनि यो तपाईँ त व्यवहारिक भइसक्यो नि त होइन व्यवहारिक मतलब बिहे भइसक्यो यताउति भने नि त्यो बिहे नगरेर पछि नानाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ बिहे गरौँ भन्छु मैले त्यही त सब बिहे गरौँ खालम जाकिम त्यही हो म जस्तै खाल्टेमा सबैले कोही त पाउँदैन बाख्रा नि खाटाउँछ हुन्छ नि त दाइ यो खाल्डो धेरै गहिरो खाल्डो हो क्या सामान्य खाल त्यसो उलिन सकिन्छ यसको त खाल्टै नभेटेको क्या चुथिया भने चाहिँ क्रोसियाबासी भनेको कि मोरङबासी भने क्रोसियाबासी पनि मोरङबासी पनि कुरेबासी चुथिया हो चुतिया लौडे दाइ लौडे भने चाहिँ के हो त्यही हो क्या त्यहाँ चाहिँ अब हटेसरले रिस देखाएर आएको छ है बुढो भएपछि त्यस्तै हुन्छ अरे क्या त होइन म त हानिदिन्छु या म त काटिदिन्छु या सिरु पाते अन्त माइक हो कि म त बटारिदिन्छु या लासो लासो भनिदिनु न दाइ हटेसर लासो हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल अनि सबजनालाई माया छ त्यही हो गाइज अनि आज चाहिँ हामी यहाँ तिनजना दाजुभाइ टक्क हाम्रो जेठो दाइ हुनुहुन्छ अनि हाम्रो अर्को एके हड्डी सर अनि हामी त्यस्तो पार्टीतिर यसरी बसिरहेछौँ गाइज होइन यसो नजारा हेर्दै अनि टक्क जुस खाँदैछ दाइहरू चाहिँ म चाहिँ खासै जुस खाँदिनँ अनि के छ दाइ केही भनिदिनु न त भाइको च्यानलमा सबै ठिकै छ भाइहरू हाम्रो भेटघाट भयो रमाइलो भइरहेछ अनि भाइको भलको नाम के अरे अजु श्रेष्ठ अजु भाइ भलक सबैले सेयर कमेन्ट लाइक गरिदिनु पऱ्यो त्यही होइन गरिदिनु पऱ्यो साथीभाइहरूले अनि स्क्रिन नै भनिदिनु न त दाइ स्क्रिन भन्नु न मैले बुझेन स्क्रिन भनेर भने क्या अनि हाम्रो के छ भने हड्डी सर अनि केही शब्द दुई शब्द भन नि त बिल्ला कस्तो बिल्ला हो अब दाइ के भयो दाइ सुन्नु न म चाहिँ मेरो साइडमा जुस छ गाइज दाइ अनि यो तपाईँ त व्यवहारिक भइसक्यो नि त होइन व्यवहारिक मतलब बिहे भइसक्यो यताउति भने नि त्यो बिहे नगरेर पछि नानाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ बिहे गरौँ भन्छु मैले त्यही त सब बिहे गरौँ खालम जाकिम त्यही हो म जस्तै खाल्टेमा सबैले कोही त पाउँदैन बाख्रा नि खाटाउँछ हुन्छ नि त दाइ यो खाल्डो धेरै गहिरो खाल्डो हो क्या सामान्य खाल त्यसो उलिन सकिन्छ यसको त खाल्टै नभेटेको क्या खाल्टै नभेटेको यो खाल्डो भनेको गहिरै जान्छ क्या त्यस्तो खाले खाल्डो हो अनि यस्तो नै हुँदो रहेछ क्या होइन मिलन बिहे गरौँ सबै खाल्डो खाल्टै नभेटेको त्यही गाइज हामी चाहिँ यस्तो रमाइलो गर्दैछौँ यहाँ होइन अनि हड्डी सर के अनि बिहे कहिले गर्ने त हामी अब टाइम त भयो सर यस्तो पाराले हुँदैन हामी त छिपिनिसक्यो आमा कसम तपाईँ त दङ बोका जस्तै भइसक्यो अनि यस्तो चाहिँ अलिकति के हो सर केही किन होला यस्तो चाहिँ लाज त लागिहाल्छ नि त यत्रो उमेरसम्म बिहे नगर्नु भनेको त्यो लाजको कुरा होइन सर होइन त दाइ मेरो फोन हो होइन मेरो फोन हो मेरोमा हात कति डिल ल कस्तो दाइ मैले के भनेको छ त होइन ल गाइज अब चाहिँ हामी फर्किनु लाग्यो टक्क
यसो हेलो सेलो भनिदिनु त सर अनि तपाईँ त के हो यार कस्तो हेलो सेलो के भन्नु मैले भन न के छ यस्तो बेबेली दुईटा बियर खाएको पितेत्तै भयो म चाहिँ खाएको छैन गाइज म चाहिँ जुस खाएर बसिरहेको अब के गर्नु म चाहिँ जुसमै झ्याप हुन्छ फेरि हर्डी सर कुक खाएर गएको म कुक खाएर गएको चाहिँ त्यही क्रिसमसको बेला उनीहरू कहाँ खानु दारू खाइरहेको थिएन म चाहिँ कोक खाएको म चाहिँ झ्याप भएछ क्या गाडीले उडाइदियो नि त दाइ झ्याप भएर कस्तो जेब्रा क्रसमा थिएन र तिमी खै कहाँ थियो कहाँ थियो कसरी थाहा नै हुँदैन नि त यता जाने र त्यो गाई जब चाहिँ हामी रुमतिर जाँदैछौँ टक्कै हाम्रो दाई यहाँ एकै हड्डी सर अनि म छु अनि दाई दाई घर कुन ठाउँ दाई दाङबासीलाई के भन्न चाहनुहुन्छ त दाङबासी सबैले सम्झना छ भन्न चाहन्छु सम्झना बिर्सना बङ्गाली पऱ्यो बङ्गाली हड्डी सर क्यारे घर कहाँबाट सर पूर्व मोरङवासीले के छ त अनि केही छैन के हो म चाहिँ भ्यान चोत भने जस्तो भन्छ त यार भन न केही छैन दाङबारीलाई मोरङबारीलाई स्क्रिस देऊ न हजुर त्यही हो गाइस भन न ल भन सबजना चुच्चे चुच्चे हो चुच्चे के मोरङबासी सरले भनेको बुझेन क्या मैले चुथिया भने चाहिँ क्रोसियाबासी भनेको कि मोरङबासी भने क्रोसियाबासी पनि मोरङबासी पनि कुरेबासी छ चुतिया हो चुतिया लौडे लौडे भने चाहिँ के हो त्यही हो क्या त्यहाँ चाहिँ अब हड्डी सरले रिस देखाइरहेको छ है दाइ के भएको यस्तै हो आजकल केटाहरू हाम्रो जमानामा त्यस्तो थिएन दाइ यार दाइ थियो त हाम्रो जमानामा त्यस्तो के भएको हजुरले केटाहरू ओहो जमाना हेर्नु चाहिँ कहाँबाट कहाँ पुगिसकेको थियो हेर्नु उयो चाहिँ सबैभन्दा सानो यहाँनिर हामी तर हाम्रो जमानामा त्यस्तो थिएन है दाइ 2026 केटाहरू यस्तै हुन्छ क्या त त्यहाँ यस्तो होइन अहिले जहाँ पर पुग्न आँटेको छ यहाँदेखि सुरु यहाँदेखि चाहिँ पल्लो हो क्या रमाइलो छ जिन्दगी आवाज हो माथिसँग गर्दाखेरि तर अलिकति बस्ती टक्क रमाइलो गरेर खाउनु पर्थ्यो क्या त्यतिखेर नि त त्यो नगरेर पो हुँदा काहीँ नेरी काहीँ नगरेर पो हुँदा हिँड्नु मन लाग्दैन सर हिँड्नुपर्छ र म त बवाल हिँडिन्छ रमाइलो चाहिँ हुनुपर्छ जहाँ पनि लाग्दैन कस्तो हुन्छ नि त्यो अब बुढो भएपछि त्यस्तै हुन्छ अरे क्या त होइन म त हानिदिन्छु काटिदिन्छु सिरु पात्यो अन्त माइक हो कि के म त बटारिदिन्छु लास्ट हो हामी चाहिँ त यस्तोमा फलाना त भिस्काना होइन माइक साउन्ड आएन रे यसलाई फेरि के छ सर बिहान पनि भन
कस्तो हो र तर कसम त यतिको उमेरमा चाहिँ बिहे गर्नुपर्ने घर जाऊ सँगै जाऊ बिहे गरेर आऊ कस्तो दाइ बिहे भनेर हुन्छ तपाईँले कस्तो हो र मैले भने हुँदैन तिमीहरूको बिहे गर्ने उमेर हो भर्खर होइन बिहे गर्ने मेरो हेर्छ म त कसम बिहे गर्दैछु हुन त हो नि त दाइ अब भयो भन्दैमा गरिहाल्नुपर्छ भन्ने नि त अब हुन्छ नि त दुनियाँ हुन्छ नि त यार अब नेपाल पनि हुनसक्छ नि त भाइ मैले केही बोलिनँ अब म के भन्नु तिमीलाई साथी तिमीले कमाउने टाइमसम्म तिमी छोरो हुर्काइसक्छ क्या अब मेरो छोरोलाई हुर्काउने मेरो म 60 वर्ष पुगेको छ नि मैले अझै 60 वर्षसम्म कमाइराख्नुपर्छ अहिले भनेको केटीहरूले पनि आफूले पनि केही गर्नु 20-22 वर्षसम्म पढ्नु ठिकै भइहाल्छ होइन मोस्टलाई त्यहीसम्म बेला हामी नि यस्तो हो नि त अहिले चाहिँ कस्तो छ भने कमाना अब बिहे त गर्नु त ठिक हो म चाहिँ एज होइन तर म चाहिँ कस्तो हुन्छ भने केटी पनि मेरो केटी पाउँदैन कि पाए पनि अब उसले पनि आफूले पनि काम गरेर केही गरौँ भन्ने सोचेको हुन्छ क्या बाबाआमाको लागि बुझाउने त्यति गरिहाल्दा त्यो हुन्छ होइन प्रायःले चाहिँ म्याक्सिमम त्यसो भन्छ क्या अनि अब चाहिँ बाजा पाएर तिमीहरूले पैसा कमाइ उनीहरूसँग त मैले चिको छोराछोरी हुनसक्छ अब चिक्ने बिहे गर अरे मैले चिक्ने के अरे बिहे गर्ने बित्तिकै भ्लाटामा चाहिँ चिक्ने गरेको चाहिँ 9 महिना बिहे जम्मै त हाल्दैन कसैले पनि चाह्यो भने भइहाल्छ नि सर बिहेभन्दा अगाडि नै हुनसक्छ नि जन्मायो छिटो हुन्छ छिटो जन्मायो यार म छोरी मान्छे त्यस्तो मान्दैन क्या अहिले बरु त्यो टाइममा त कमाउँछु तिमी यसै 3 वर्ष जन्माएको म त्यो ग्याप लिँदैन क्या त्यो बिछोडी बिहे गरेर पनि के फाइदा त्यही त टाइम त्यही पुग्ने हो चाहिँ तर सर चाहिँ बिहे गर्नुपर्छ यार लामो होइन दाइ म त दाइ डाँडाबाट भने पिर भइसक्यो अनि कसम भने यस्तो केटीले हेर्दै हेर्दैन सर अनि मलाई मात्र हो कि के हो मलाई म दाइहरूको जमाना पनि यस्तै थियो दाइ हाम्रो यसमा पनि यस्तै थियो पहिलाको छिटो गर्थ्यो नि 14-15 वर्ष हाम्रो चाहिँ हेर्दै हेर्दैन भनेर चाहिँ होइन सर के भने तर पहिलाकै ठिक हो त जस्तो लाग्यो याद होइन भन्दा किन हेर न सिनेमा चाहिँ यति भाव भेटे पनि अब त्यही हो भेटिनु बालै छैन कि उनीहरूलाई पनि बालै छैन हाम्रो पनि बालै छैन भने जस्तो हो क्या होइन त त्यही यस्तो यस्तो हो क्या भाइ पनि ठिक नभयो भने ठिक हुनैपर्छ भन्ने छैन भेटिनु तर हुन चाहिँ पर्ने हुन्छ लास्टैमा भेटेर करस जीवन अब हामी छोरा मान्छे बुझी अब यस्तो हुन्छ नि त दाइ होइन ल म एउटा बियर लिएर आउँछु तिमीहरू कता खोज गर्छु गर्नुपर्छ बस्नु हुँदैन त म बोकिदिन्छु कहिले कताले हाल्ने बियर ब्याग दिनु त कि उसले जिल्ला कसरी गरेर म यता जान्छु है म यहीँबाट गर्छु तिमीहरू यसो जाऊ क्या लास्ट गाई जब चाहिँ फर्ममा आइसक्यो हामी होइन त 3 जना दाजुभाइहरू पढाउँछु हामी के छ त हड्डी सर के के भनौँ न अब कुरा निकाल्नु नि हामी बिच के कुरा निकाल्नु बिल्कुल गर्नु तर बेची गर्नुपर्छ सर म त कसम गरिदिन्छु बिहे गर्छु भन्ने पनि मतलब पनि भएन नि त यार अनि के त भने किन नलाग्यो त बिहे गरिसकेपछि साथी अब आफ्नो वाइफको अब जरुरतहरू पुरा गर्नुपर्ने पनि हुन्छ होइन उसको पनि जिम्मेवारी एउटा आउँछ होइन घर परिवारको पनि आफ्नै जिम्मेवारी छँदैछ होइन त्यसलाई अहिले मजाले सेटल गरिसकेपछि चाहिँ गर्ने होला तातो त्यही भनेर त आएको छ बिस्तारै भइहाल्छ भने त गर्नुपर्छ अलिक गरिहाल्छ उसले भयो त भयो त के चाहिँ गरौँ त अब त्यति नगरेर पनि गर्नु भएन नि त साथी मलाई लास्ट टेन्सन लाग्छ सर मेरो नि त्यो हालत भयो भने त मेरो टेन्सन हुन्छ त अनि तिमीहरूसँग त हामीको अब त्यस्तै भयो अहिले बिहे गरिदिनु जस्तो लाग्छ सर म त कहिले काहीँ त अनि भन्यो त यो म संसारलाई छोडेर माछु आफ्नै ठाउँमा क्या
बे गरेर टक्क गर्छु मात्र भनेर हुँदैन नि त मलाई नपाउनु सक्दैन नि त नपाउनु कुरा त्यसमै अल्झिने हुन्छ सर नि जे भयो भने नि कस्तो नपाउने र पायो भने पाइँदैन भन्ने कुरा के चाहिँ पाइँदैन संसारमा खोइ हामीले त पाउँदै पाएको छैन नि तिमी किन यसरी बसेको नि के हो डिसर्च चार्ज भयो नि लासो अब भ्लग इन हाल्नु नि त तिमी ल गाइज लासो भन न लासो फ्याफुल्ला अझैको चाहिँ यत्रो गुल्ला होइन के होइन तिमी त्यसरी नि अब। कस्तो अरे कस्तो होइन अनि कस्तो आएर यसरी हो यसरी 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 के चाहिँ गाइज इट्स मी हड्डी सर सुब्बा यस्तो हुन्थ्यो होला सुतिरहेको हेलो गाइज Sakala Bindu. दिस इज सकला बिन्दु अझै फक्ड अप सबै हालिदिन्छु यो चाहिँ हालिदिन्छु ल तिमीलाई म अझै सर फक्ड अप भनेर छ त्यो तिम्रो त काट्यो जे बोल्नु पर्छ त्यो बोल्दै के छ गाइज मेरो जालको सबै ठिकै छ अलिक गर्मी लागेर लास्टै तनाव भएको छ त्यति हो अनि चाहिँ मेरो गाउँको चर्च रणनीति यो चाहिँ हड्डी सरको टोल कहाँको टोली बिगा गाउँ हो मेरो टोललाई म चाहिँ भित्तिहरूले पो भन्छ त टोल त भित्तिले पो भन्छ त गाउँ भित्री रहेछ नि त ट्याबे हो पिचको माथि को तिमी तिमी यत्र तिमी त यत्र पनि सोधो छैन यत्र सोधो हुन्छ मेरो आमाहरूले भने कति सोध्छ छ भनेर मलाई नि आमाले त न त ट्यापे स्यापे दिन्छ नि त ओ हात गलो कसरी बोक्ने रहेछ त्यो त यसरी बोक्ने हो कि सर यसरी हात गलो बढ यो हातले लेफ्टबाट यसरी सुहाउने हो नि त त्यसरी होइन भने बुझेको बेडी हुन्छ क्या त्यसरी भयो भने भयो भएन भिडियो भयो भएन के त कहाँको कुरा चाहिँ लास्ट अब मान्छे पिचका मान्छे र मोटाउनु पर्छ सर यार हामी यसरी दुर्गा हामी मोटाउने पोसिबल लाग्छ तिमीलाई तिमीलाई मोटाउँछौ होला म यति गयो मुझे हड्डी पुगे जान्छ नि त हाल्नु पऱ्यो नि त भर्खर थाहा हुँदैछ हड्डी भएको उसलाई मतलब उहिले थाहा भएको होइन तिमी कस्तो एज पनि सानै छ नि सर हाम्रो त अहिले थाहा रहेछ त नि त्यही मेरो अब चाहिँ एज बढिसक्यो नि त मेरो ठुलो भइसक्यो नि त म चाहिँ ज्यादा लाइट बाल्नु पर्ने हो हेलो गाइज वाट्सअप होइन दिस इज मी हड्डी सर सिधै पूर्वबाट यो मुजिको युट्युब च्यानल चाहिँ मलाई थाहा भएन यो चाहिँ मेरो दाइ हो यो त्यो बहादुर दाइ यत्रै सिद्धि जिन्दगी यस्तै हो तिमीहरूको के छ हालखबर भन भन्दैन है मलाई बाल भएन पिचका त्यो होइन हौ नेपाली बनाउन नि कस्तो अहिले पिचका सिचका दिइरहेको अनि नेपालीमा किन भन्नु भन्दिनँ होइन दाइ भन्दिनँ म बुझिहाल्छ नि नेपालबाट बुझ्छौ नि त तिमीहरूले यदिका तिमीहरूको यो लाइटले गरेर मैले आँखा देखिनँ सक्यो ब्लग सक्यो खतम चाउ